उक्लेर अनि किलो उखालेर यता गएर मकै खाइदिन्छ। गुडियाको हेयर अनि पुरा बाँटिदिन्थ्यौँ क्या यसलाई। वा ओहो व्हाट इज दिस। कुन्टी चाहिँ सेम म जस्तै भएछ अल्छी। गाइज बाई। Hi guys, good afternoon. Guys, welcome to my another vlog. Guys, म कहाँ जाँदैछु, यो कहाँ जाँदैछु आज भनेर सोच्दै हुनुहुन्छ होला। म यहाँनिर बारीको छेउमा नि, हाम्रो बारीको छेउमा गाई बाख्राहरू बाँधेको छ कि यसरी बाँधेको हुन्छ क्या यहाँनिर कसले ल्याएर। अनि यस्तो बाटो छन् यिनीहरू उक्लिन्छन्, उक्लेर अनि किलो उखालेर यता गएर मकै खाइदिन्छन्। वहाँ लास्टको मकै छ नि कति सानो सानो छ, पुरै उयो गाईले कुन चाहिँ ल्यायो वाइटले कि कुन चाहिँ ल्यायो खाइदिएको यो पुरै पहिली। अनि यस्तो गरिदिन्छन् अनि बेला बेला आएर चेक गरिराख्नुपर्छ गाइस, के गर्नु। अब यहाँ बारी आइहालेँ होइन, म मकै देखाउँछु ल। बारी आइहालेँ के यतिकै जानु होइन उता। मकै कस्तो राम्रो ब्युटिफुल गुडिया बनिरहेको छ हाम्रो मकै। यहाँ हेर्नु न, वाउ आई लभ दिस। यो चाहिँ हामी सानो हुँदाखेरि के गर्दियौँ थाहा छ, यसलाई चाहिँ अनि पुरै गुडिया भन्थ्यौँ। अनि त्यसपछि यो चाहिँ गुडियाको हेयर अनि पुरा बाँटिदिन्थ्यौँ क्या यसलाई। वाउ कति राम्रो। त्यस्तै यता पनि छ, यता पनि छ। गाइज मैले के देखेँ देखाम। वे 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 व्हाट इज दिस। ओहो व्हाट इज दिस। पर्सिरहेछ हो गाइस, तर यहाँनिर अलिकति घाउ लागेको छ, घाउ लागेको छ। यसलाई कुहिन्छ होला हो। यहाँ हेर्नु न, यहाँ पनि कति राम्रो कपाल रहेछ हो यिनको त, कति राम्रो। कस्तो राम्रो रहेछ। यहाँ चाहिँ भर्खर आएको छ। वाउ मलाई त कति मनपर्छ हो यस्तोहरू। अस्ति नै सानो देखाएको थिएँ नि मैले यो मकैहरू, कति ठुलो भइसकेको छ हेर्नु त। सबैमा यो घोगाहरू लागिसकेको छ। ओके अब म जान्छु घर। ए अझै के फलेको छ म देखाउँछु। अझै यहाँ कति ब्युटिफुल ब्युटिफुल अनार फलिरहेको छ हौ गाइसी। वाउ 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 वाउ। फुल पनि दामी, फल पनि दामी छ। ओके गाइस, म अब गएको घरभित्र। गर्मी छ हौ, लास्ट गर्मी पो छ त। छैन यतातिर छिरेको छैन, यतातिर छिरेको छैन, उतातिर पनि। गाई अनि हाम्रो गाई चाहिँ उठी उठी खाने होइन, अनि पुन्टु चाहिँ बसी बसी खाने। यहाँ हेर्नु न, यहाँ पुन्टी यति अल्छी छ, पुन्टी चाहिँ सेम म जस्तै भएछ अल्छी। बल्ल बल्ल उठो। यसले मलाई चाटिदिन्छ फेरि, म त छेउमा बस्दिनँ यसको। यसले त चाटी पो दिन्छ त। पुन्टु 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 यता हेर। अमै नहेर्ने अरे।
सबै झारिदिएको यसले त झार्छ्यो माथि राखिदिन्छु यस्तै छ है हाम्रो पुन्टी पुन्टी बाई भनिदेऊ भन्दिनँ अरे आउच गाइस म चाहिँ अब हटिया जाँदैछु हटिया प्लस पार्लर यो निकाल्न जाँदैछु अब एकचोटि जाने दुईटा काम गरेर आउने सो त्यही हो अब के भन्नु हटिया जाँदैछु देखाउँछु यदि मिल्यो भने देखाउँछु भिडियोमा मिलेन भने मिलेन है बाई बाई म चाहिँ सुरुमा यहाँ हेलो भिडियो कला चाहिँ होला भने एकछिन तर्सम भनेको यो चाहिँ मेरो साथीको पार्लर हो यो चाहिँ साथीको छोरी चाहिँ सुतिरहेको चाहिँ यो चाहिँ साथीको बहिनीको नाम के हो खोइ बोलेकी हो मसित खोइ बोलेकी मसित किन नबोलेकी नबोल्ने मम्मी खोइ ओइ खोइ मम्मी अमा नबोल्ने अरे मलाई इग्नोर हानेको हेर त मलाई इग्नोर हानेको हो मलाई इग्नोर हानेको होइन म अब जान आँटेको मलाई दिदीलाई बाई बाई गर खै गरेको ल बाई गएको ल मिली लाने कसरी हो प्याज 3 गाइज म चाहिँ गले सो यहाँ ल्याएर बिसाउँदैछु तरकारी चाहिँ अनि यहाँ हेर्नु न नजारा हेर्दैछु गेम खेल्दैछन् क्या यिनीहरू यहाँ छु गले यार म त लास्टै गले हटिया पुगेर आएँ होइन गलिसकेँ म कसै नभएको त गलेको त मेरो बिल्ला मात्रै हान्छन् हौ मेरो घरमा पनि के भएको यस्तो जहाँ पनि बिल्लै मात्रै हान्छन् त हौ मैले ल्याएको तरकारी यही हो एउटा साग ल्याएँ अनि अर्को भनेको यो अर्को साग यो काँक्रा अनि अर्को के ल्याएको थिएँ वाटरमेलन ल्याएको अनि अर्को प्याज ल्याएको प्याज चाहिँ यहाँ छ यति चिज लिएर आएको कति रुपियाँ पर्यो होला 150 पर्यो है
यतिलाई 150 पर्यो 150 पर्यो कहाँ 130 150 रुपियाँ 1 रुपियाँ फिर्ता छैन 130 पर्यो भन्नु 150 पर्यो के को प्लान्ट हो सोचिराख्नु भएको होला यो प्लान्ट चाहिँ जास्मिनको हो जास्मिनको फुल हो यसको बास्ना दामी आउँछ गाइज यो वैशाख हो कि तर यहाँ कति राम्रो रे यो सयपत्री त दसैँको बेला मात्रै कस्तो मजाले फुल्छ नि त वैशाखमा पनि कति राम्रो फुलेको हो कति क्युट म त फर्स्ट टाइम देख्दैछु यहाँ यो सयपत्री पनि फुलेको छ भनेर त वाउ सो ब्युटिफुल कति राम्रो गाइस म चाहिँ भ्लग यहीँ एन्ड गर्दैछु आज ओके गाइस मीट यू सुन इन द नेक्स्ट भ्लग बाई